Hi everyone, so today we decided to go Rani Mall with family. रानी महल को भ्रमण रानी महल को भ्रमण को अवसर जुटेको छ आज त्यसो भएर यसो बहिनी सेमराबाट बहिनी आएको टाइममा छोरीहरु काठमाडौँबाट आउने बहिनी सेमराबाट आउने दशैं मनाउन हिँडेको घुम्न हिँडेको रानी महल अनि रुरु क्षेत्र रिडी हो यात्रामा हामी जाँदैछौँ शान्त सुखमय यात्रा भइरहेको छ सबै शान्त र मङ्गल यात्रा भइरहेको छ भर्खर जाँदैछौँ जम्का भेट महाराजाले चाहिँ आफ्नो पत्नी महारानीको लागि चाहिँ यो दरबारबाट ल्याउनुभएको थियो। कस्तो राम्रो रहेछ यहाँ फोटो सेसन हुँदैछ हाम्रो निनी पाजुको। आज चाहिँ हामी रानी महल फ्यामिली भएर सबैजना घुम्न आएको। My sister is not feeling well. अनि यो चाहिँ राजा शमशेरले होइन राजा शमशेर कुन राजाले बनाएको रे? होइन के अरे ऊ हो के कमान्डर पाल्पाको कमान्डर हो कि जर्नल खड्ग शमशेर हो के? खड्ग शमशेर जबराले चाहिँ आफ्नो जबराले बनाएको रानीको लागि बनाइदिनु भएको होइन? रानी रानी तेजकुमारी तेजकुमारीको लागि त्यहाँ बोर्डै छ नि जम्मै जहाँ अहिले खिचेर लैजाउँ लाग्यो पुरै लेखेर। यो चाहिँ कालीगण्डी 105 वर्ष कति भयो यो? यतिसम्म पनि जस्ता तस्तो हेर त। मुख त्यस्तो गर्छ नि यस्तो लगाएर क्या लिपस्टिक आउँदैन होइन यो रानी महल भन्छ रानी चाहिँ बस्ने ठाउँ बनाएको हो कि सम्झना बनाएको हो कि रानी मरेपछि राजाले सम्झनामा बनाएको बनाइदिएको हो कि खड्ग शमशेरले। ए रानी चाहिँ यहाँ बस्दै पहिला तानसेन ए दरबारमा हो नि रानीको सम्झनामा उहाँ ताजमहल दिल्लीको ताजमहल हेरेर बनाएको हो कि। कि बाबा
त्यति छैन। Hansi, look at here. Hansi. रानी महलबाट 18 किलोमिटर लाग्ने रहेछ अनि हामी चाहिँ अन द वे टु रिडी ऋषिकेश मन्दिर भिजिट गर्न जाँदैछौँ। रेडी बजार ऋषिकेश मन्दिर अलिगण्डकी सुविज्ञपिया चाहिँ रिडीको पुल, तीनमुखे पुल, तीनटा जिल्ला कनेक्ट हुने पुल, स्याङ्जा, पाल्पा अनि गुल्मी। कालीगण्डकी अनि यहाँ सबैजना फ्यामिली भएर हनुमानको मूर्ति देखे तिमीले यहाँबाट? यो चाहिँ कस्तो मजाको रहेछ। कालो भएपछि त कालो आइहाल्छ नि। Who said you go? Hello. हेलो, हामी यहाँ रिडीको ऋषिकेश मन्दिरमा आइपुग्यौँ। रुरुकन्या मन्दिरमा उकालो भरेङ्गे चढेर सिडीहरू चढेर